नमस्कार सम्पूर्ण साथीहरुमा सदाको चाहिँ यतिखेर पनि म बिहानी प्रहरमा मर्निङ वाकको क्रममा निस्किसकेको छु। यो रमणीय स्थलको अवलोकन गर्दै यो हरियालीलाई पछ्याउँदै बिहान बिहान एउटा मर्निङ वाकमा निस्किनुको मजा पनि बेग्लै छ। तपाईँ कुन ठाउँमा हुनुहुन्छ, तपाईँको क्षेत्रमा पनि यस्तै हरियाली वातावरण छ भने यसो कमेन्ट गर्नुहोला। यहाँ चाहिँ चैते धान मजैसँग रोपिसकिएको छ, देख्न सक्नुहुन्छ। बिहानी पख उदाउँदै गरेको सूर्यको किरणले यतिखेर बिस्तारै पृथ्वीलाई उज्यालोमा परिणत गर्दैछ अँध्यारोदेखि। त्यही नै हो साथीहरू, एकदमै रमाइलो छ। जिन्दगीलाई जसरी लियो त्यसरी नै सहज हुन्छ भन्ने कुरामा चाहिँ हामी ढुक्क हुनुपर्छ। भिडियो हेर्दै हुनुहुन्छ भने सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरेर जोडिनुहोला। म पनि युट्युबमा एउटा स्थापित हुन चाहन्छु। तपाईँको माया र साथ सपोर्ट पाइयो भने हैन एउटा राम्रो क्वालिटीको भिडियोहरू अपलोड गर्नेछु कुनै दिन। अहिले चाहिँ त्यस्तै साथीहरू, वाच टाइम पुगेको छैन, सब्सक्राइब त बल्ल तल्ल पुग्यो भनौँ, जे होस् 1000 क्रस गर्यो। 2021 चाहिँ कति पुगिसकेको छ। अब युट्युब चाहिँ मोनेटाइज भयो भने चाहिँ योभन्दा तीर्थक राम्रा राम्रा भिडियोहरू चाहिँ अपलोड गर्नेछु। हाल चाहिँ अब त्यस्तै हो, कसरी चाहिँ वाच टाइम पुर्याउने, कसरी चाहिँ मोनेटाइज गर्ने भन्ने विषयमा नै म दौडिरहेको छु। यदि भिडियो हेर्दै हुनुहुन्छ भने पुरा हेरेर थोरै सहयोग साथ सपोर्ट गरिदिनुहुन्छ भन्ने विश्वास लिएको छु है सबैजनालाई। अब धेरै लामो भिडियो बनाऊँ भने पनि रिग्रेट हुन्छ होइन, हेर्न अल्छी लाग्छ होला तपाईँहरूलाई। छोटो मिठो भिडियो तपाईँहरूको लागि, यति छोटो भिडियो पनि हेर्दैन होइन भने त तपाईँलाई फेरि पापै लाग्छ है। धेरै माया सम्झना सबैजनालाई, लाइक सेयर सब्सक्राइब गरिदिनु होला। लौ झ्याप्पै नजर कोहीसँग जोड्दिन, जोडिहाले ज्यानजाला छोड्दिन, 100% सही हो तिमीलाई बाजा गाजा घन्काउँदै लैजाने, अरू होइन मै हो, सुन्यौ अरू होइन मै हो। धेरै माया सम्झना सम्पूर्ण साथीहरूलाई छोड्दै होइन भिडियोलाई लाइक सेयर सब्सक्राइब गरिदिनु होला। 2-3वटा गीत रेकर्डमै छन्, भिडियो पनि भन्दैछ। यदि युट्युब च्यानल मोनेटाइज भयो भने आफ्नै युट्युबबाट तपाईँ माझ ल्याउने जमर्को गरेको छु। हेरौँ के हुन्छ, तपाईँको साथ सपोर्ट माया ममता कहाँसम्म रहन्छ, त्यहीसम्म चाहिँ निरन्तर म अगाडि बढ्नेछु भन्न चाहेँ। हवस् त, गुड बाई।